कहाँ गयो सोच्छ फेरि यहाँ पो रहेछ म चाहिँ कम्ता खोजिनँ कि के गर्नु भएको यहाँ चाहिँ तिमी देख्नु हुँदैन अन्त आमा तिमी बित्तिकै काम गरिहाल्छौ अन्त यहाँ भड्केको नि एकछिन सुन्नु न यहाँ सुन्नु न मैले हाम्रो बिहाको फोटो भेटेँ होइन अन्त ठुलो पार्नु पऱ्यो भनेर सम्झेको यो कस्तो छ हेर्नुहोस् त फोटो राम्रो छ है मन पऱ्यो है सुन्नु न त्यो बिहाको दिन थाहा छ तपाईँहरू क्या बाजेर तपाईँ पुरा हाँस्दै थियो नि क्या कानेखुसी गर्दै मेरै कुरा गरेको जस्तो लागेको नि हौ म त के कुरा गर्दै थियो होइन के होइन भन्नु न हौ छ त्यति बेला पनि भनेन कि होइन हौ बाजे मैले बाजेलाई सोधेको तिमीलाई यता देब्रेपट्टि बसाउनु कि दाहिनेपट्टि बसाउनु पर्छ भनेर सोधेको बाजेलाई मैले अनि त्यसमा चाहिँ हाँस्ने कुरा चाहिँ के छ अन्त बाजेले अहिले जहाँसुकै बसान बिहे गरिसकेर त तेरो टाउको माथि नै बस्ने हो भने के नराम्रो रहेछ भगवान् के भन्नुभयो त तपाईँले चाहिँ के भन्नुभयो तपाईँले चाहिँ अन्त त्यति बेला त सेन्टी भएर कस्तो कुरा गर्नुभएको बाजे आजको दिन पनि त्यस्तो कुरा नगर्नुहोस् नभने कि अहिले सोच्दा त बाजे ठिकै रहेछ नि ठिकै रहेछ बाजे जानु बाजे कहाँ गएर बस्नु ल तपाईँ म गएको तपाईँ यहीँ सुत्ने रुममा नआउनु म दही बनाएको भाइ मात्रै सुत्छ भयो